हामीलाई त त्यस्तो फिल हुन्छ कि तपाईँ इन्लाइटेन नै हो। तपाईँसँग चाहिँ हामी शरीर पछाडि कसरी कनेक्ट हुने, जसरी भगवान्सँग तपाईँ कनेक्ट भइरहनु भएको छ? भगवान मसँग कसरी कनेक्ट हुन्छ त्यसरी। ट्रस्ट विश्वास भन्ने हुँदैन, म्याडनेस चाहिन्छ, पागल विश्वास चाहिन्छ। थोरै थोरै विश्वास हुँदैन, एकदम दिवानापन चाहिन्छ। जसको मेरो प्रति दिवानापन छ र म भगवानले भने जस्तै म इन्लाइटेड भएर मऱ्यो भने तिनीहरूले मिस गर्दैन, संवाद भइ नै राखेको हुन्छ। केही विधि अथवा ध्यान साधना गरिराख्नुपर्छ कि पागल प्रेमी नै ठिक छ? पागल प्रेम काफी छ, पागल प्रेमको लागि नै ध्यान साधना गर्छ। महापुरुषको शरीरबाट सुगन्ध आउँछ भनौँ, तपाईँकै शरीरबाट सुगन्ध। अब तपाईँको पनि बडी स्ट्रक्चर हेर्ने हो भने कान गौतम बुद्धको जस्तै छ। आफूले आफूलाई इन्लाइटेन भनेर डिक्लेयर गरिरहेको छ, तपाईँको नजिक हुँदैन त्यस्तै फिल हुन्छ सायद। अहिले आजकल धेरै फिल भइरहेको छ, किनभने हिजो आज म धेरै नो माइन्डमा गइरहेको छु। मलाई लगभग प्रत्येक दिन सतोरी लागिरहेको छ। सेन्सिटिभ हुनु मलाई देखेर धेरै मान्छे रिस उठ्छ, कति रिस उठ्छ हेर न, फेसबुकमा कति गाली दिन्छन् मान्छे। मृत्यु त अब सत्य हो, तपाईँले पनि एक दिन शरीर छोड्नुपर्छ, मैले पनि एक दिन शरीर छोड्नुपर्छ। अब तपाईँले त भगवान्ले भन्नुभएको छ तपाईँ शरीर छोड्नुभन्दा पहिला इन्लाइटेन भएर छोड्नुहुन्छ। यद्यपि तपाईँले डिक्लेयर गर्नुभएको छैन, तर हामीलाई त त्यस्तो फिल हुन्छ कि तपाईँ इन्लाइटेन नै हो। अब तपाईँसँग चाहिँ हामी शरीर पछाडि कसरी कनेक्ट हुने, जसरी भगवान्सँग तपाईँ कनेक्ट भइरहनु भएको छ? ठिक छ, भगवान मसँग कसरी कनेक्ट हुन्छ त्यसरी हुने। भगवान त शरीरमा रहँदाखेरि भन्दा अहिले मलाई बढी नजिक हुनुहुन्छ। शरीरमा हुँदाखेरि उहाँसँग भेट्नलाई अमेरिका जानु पर्थ्यो, भिसा लिनु पर्थ्यो, पासपोर्ट बनाउनु पर्थ्यो, पैसा खर्च। पुनै बस्दाखेरि पनि धेरै गाह्रो थियो होइन दर्शन। भगवान्ले शरीर छोडिसकेपछि अब उहाँले भिसा लिनुपर्छ, मैले भिसा लिनु पर्दैन। उहाँले यात्रा गर्नुपर्छ, म त घरमै बसिरहेको हुन्छु। त्यस्तै जसको मसँग प्रेम छ, सबैलाई त हुँदैन नि, त्यसको लागि त ट्रस्ट विश्वास भन्ने हुँदैन, म्याडनेस चाहिन्छ, पागल विश्वास चाहिन्छ। त्यो थोरै थोरै विश्वास हुँदैन त्यो होइन, एकदम दिवानापन चाहिन्छ। जसको मेरो प्रति दिवानापन छ र म भगवान्ले भने जस्तै म इन्लाइटेड भएर मऱ्यो भने तिनीहरूले मिस गर्दैन, तिनीहरूको लागि केही न केही भइराखेको हुन्छ, संवाद भइ नै राखेको हुन्छ। केही विधि अथवा ध्यान साधना गरिराख्नुपर्छ कि पागल प्रेमी नै ठिक छ? पागल प्रेम काफी छ, पागल प्रेमको लागि नै ध्यान साधना गर्नुपर्छ। किन यो मन जुन छ नि, यो धूर्त चलाक हो नि, बेइमान हो। मन त सबैको व्यापारी हो। जस्तोसुकै लुगा लाउँ, हाम्रो मन चाहिँ व्यापारी नै हुन्छ। यसले चाहिँ त्यो सब फेनोमेना हुन दिँदैन। त्यस कारणले मान्छे चाहिँ अमनी दशामा, अमनी दशा भनेको के हो? रक्सी खाएपछि मान्छे जस्तो माथिन्छ नि, त्यस्तै गुरुको प्रेममा जब मान्छे माथिन्छ, त्यो बुद्धिबाट माथि उठ्छ, तब यस्तो घटनाहरू हुन्छ। स्वामीजी, अब तपाईँले पनि विभिन्न गुरुको विषयमा अब यो नित्यान्त मलाई फिल भएको कुरा गरिरहेको छु, र कति सबैलाई त्यो अब फिल भएकाले भन्नुहुन्छ होला मलाई नि यस्तो भएको छ भनेर। अब तपाईँले कतिपय धेरै गुरुको विषय भन्नुहुन्छ, इन्लाइटेन गुरुको शारीरिक स्वभाव अलिकति परिवर्तन हुन्छ, अनि इन्लाइटेन गुरुसँग नजिक जाँदा नो माइन्ड हुन्छ अथवा माइन्ड ब्ल्याङ्क हुन्छ, प्रेम हुन्छ। सबैलाई हुँदैन, अनि इन्लाइटेन सबै हुँदैन। इन्लाइटेड मास्टरलाई, ओसोलाई त समातेर मान्छेहरूले जेलमा पनि राखेको थियो, उनीहरूलाई थोरै हुन्छ। इन्लाइटेड मास्टरको एनर्जी बुझ्नलाई पनि धेरै शुद्ध चेतना चाहिन्छ। शुद्ध चेतना नभइकन इन्लाइटेड र नन इन्लाइटेडमा छुट्याउनै सक्दैन। अनि तपाईँ विभिन्न गुरुको उदाहरण दिएर भन्नुहुन्छ, इन्लाइटेन भएको अब महापुरुषको शरीरबाट सुगन्ध आउँछ भनेर। अब कहिलेकाहीँ साधनामा तपाईँकै शरीरबाट सुगन्ध देखिन्छ। अब तपाईँको पनि बडी स्ट्रक्चर हेर्ने हो भने कान गौतम बुद्धको जस्तै छ स्वामीजी। अनि तपाईँको नजिक आउँदा यतिकै नो माइन्ड हुन्छ। म त के प्रश्न गर्न सक्ला जस्तो लागिरहेको थियो। तपाईँ आफूले इन्लाइटेन भनेर डिक्लेयर गर्नुभएको छैन, तपाईँको नजिक हुँदैन त्यस्तै फिल हुन्छ स्वामी? यो डिक्लेयर गर्ने उही नै मेरो क्वालिफिकेसनै छैन भने म एमडी नगरिकन मान्छेले म एमडी हो भन्न मिल्छ होइन? एमबिबिएस छु भने एमबिबिएस मात्रै भन्नु पऱ्यो।
एमडी भएपछि एमडी भन्नु पर्यो जति एमबिबिएस हुँदा नि त्यस्तो फिल भइरहेछ स्वामीजी किन ठिक छ त्यो त्यो फिल कहिले हुन्छ म बताउँछु अहिले आजकल धेरै फिल भइरहेछ किनभने हिजोआज म धेरै लो माइन्डमा गइरहेको छु मलाई लगभग प्रत्येक दिन सतोरी लागिरहेछ एभ्री डे नै सतोरी अलिकति भगवान्को 10 मिनट पढेँ या कीर्तन अहिले यहाँ सबै सकेपछि सूत्र बजाउँछु मलाई सतोरी लाग्छ किनभने अहिले जो सेन्सिटिभ मान्छे छ उनीहरूलाई मेरो नजिक बसेपछि उनीहरूलाई पनि ध्यान लाग्छ सतोरी लाग्छ होइन सिङ्क्रोनाइज हुन्छ त्यो सही कुरा हो र सबैलाई हुँदैन जसको शुद्धता छ जसले फिल गर्न सेन्सिटिभ हुनु मलाई देखेर धेरै मान्छेलाई रिस उठ्छ कति रिस उठ्छ हेर न मलाई फेसबुकमा कति गाली दिन्छन् मान्छे देख्न साह्रै रिस उठ्छ त्यस्तो मान्छे पनि छन् होइन मलाई चाहिँ एकदम प्रेम गर्ने मान्छे अहिले कति अहिले एकजनाले भन्नुहुन्थ्यो कसले एकजनाले इन्डियामा के भनेको छ म ओशोको अवतार लिएर आएँ भनेर एकजनाले भनिरहेको छ सुन तिमीहरूले हेरेको छैन फेसबुक देखिहाल्छ म ओशोको अवतार हूँ मैं ओशो पास्ट लाइफमा मै ओशो थिएँ ओशो भने क्लेम गरिरहेको छ युट्युबमा हेर्नु नि ओशोको अवतार भयो मान्छेले त गुरु बन्न हतार छ भनिरहेको ऊ त्यो भन्छ मै थिएँ त्यो जन्ममा यो जन्ममा ओशो अनि उसले गाली गर्छ खालि मलाई गर्छ अरूले जुन व्यापार गरिरहेको छ त्यो सब गलत छ जब ओशो आइसक्यो भने त पनि किन जानु पर्यो भनेर हुन्छ जबकि बुद्धत्व प्राप्त गरिसकेपछि अर्को जन्म हुन्न हुँदैन त्यो त फडा हो त्यो त कहाँ हुन्छ त्यसो अनि व्यापार गर्न खोज्छन् आफूलाई गुरु भनेर मूर्खता हो मूर्खता दया उनीहरूले दया गर्नुपर्छ र उनीहरूको तर यस्तो छ संसार यस्तो छ तिमीले क्लेम गर तिमीले आज क्लेम गर अनि आँखा बन्द गरेर अलि लुगासुगा राम्रो लगाएर यसो क्लेम गर म बुद्धत्व उसले जति जोडले क्लेम गर्छ त्यति नै बढी मान्छे एट्र्याक्ट गर्छ अब जसले आफूले म ओशोको अवतार हुँ भनिरहेछ उसलाई त फिल हुनुपर्ने नि ओशो नै हुँदाखेरि त ओशोले नै तपाईँलाई बोधिसत्व दिनुभयो बुद्धत्व बन्नलाई योग्य बोधिसत्व भनेर तपाईँले दिनुभएको छ त्यस्तो फिल हुने मान्छेले यस्तो बेकुफीको क्लेम गर्थ्यो कि मै पूर्वजन्ममा ओशो थिएँ अहिले म जन्मिया छु भनेर त्यो क्लेम गर्नेले नि आफ्नो दरिद्रता देखाइरहेछ नि आफ्नो क्षुद्रता देखाइरहेछ त्यसले के यो बोधिसत्वको भाषा के बुझ्छ त्यसले त्यो ध्यान के बुझ्छ त्यो बुझ्दैन यस्तो कुरा उसको अगाडि गरेर नै व्यर्थ छ तिमीहरूले हेर्नु नि उसले कस्तो कस्तो क्लेम गरिरहेको छ युट्युबमा आउँछ नि मलाई खुब गाली गर्छ अरूले यो व्यापार चलाइरहेको छ कुनै जोडिँदै छैन जब ओशो नै शरीरमा आइसक्नु हो भने त पनि किन जाने भनेर भन्छ 144 वर्ष पछाडि भारतमा ठुलो कुम्भ मेला लागिरहेछ स्वामी यो खास कुम्भ मेला के हो स्वामीजी यसमा पनि त्यत्तिकै इनर्जी छ कि इनर्जी त छ हजुर त्यहाँ धेरै सिद्धहरू जान्छन् धेरै जोगीहरू जान्छन् र एकैचोटि बुझ न त्यहाँ एक दिनमा 8 करोड मान्छेले स्नान गरिरहेको छ